दर्शकवृन्द, जाजरकोटबाट गायक बन्ने ठुलो सपना देखेर नेपालगञ्जमा मिडिया खोज्दै भौतारी रहेछ नि भाइ। आज होटेल बसेको एक साता बितिसकेपछि बल्ल हामीलाई सम्पर्क गर्न पुगेछन्। के गर्नु दाइ, गायक बन्ने सपना बोकेर गाउँदेखि सहर छिरे, अल्लमल्लमा परे, कोहीसँग कन्ट्याक्ट पनि भएन। आज होटलमा बसेको 7 दिन बितिसकेपछि हजुरहरूसँग बल्ल तल्ल कन्ट्याक्ट भएर कन्ट्याक्टमा हजुरहरू आउनुभयो र खुसी लाग्यो। एकदमै खुसी छु मैले हजुरहरूसँग आफ्नो प्रतिभा सेयर गर्न पाउने भए। सङ्गीतप्रति तपाईँको यति धेरै प्यास रहेछ। हजुर, सङ्गीतप्रति चाह त छ दाइ, के गर्नु, गाउँमा सङ्गीत क्लास पनि हुन्न र सानैदेखि आमा बाबा पनि गुमाए। कति वर्ष हुँदाखेरि? 4 वर्षको हुँदाखेरि चाहिँ बाबा बितिसक्नु भएको र आमाले चाहिँ 6 वर्षको हुँदाखेरि अर्को बिहे गर्नुभएको। त्यही भएर आमा बाबाको साथ पनि पाइएन, त्यही भएर अगाडि बढ्न नसकेको। दर्शकवृन्द नमस्कार, म दिल मगर। अहिले म नेपालगञ्जमा आइपुगेको छु। नेपालगञ्जबाट एकजना भाइ जो जाजरकोटको भाइ नेपालगञ्जमा आइपुग्नु भएको छ, त्यो पनि आफ्नो गायक बन्ने ठुलो सपना देखेर गाउँमा लुकेर रहेको कलालाई चाहिँ सबैले माया गरिदिनु हुनेछ, यो आशा व्यक्त गर्दै म भाइसँग कुराकानीलाई अगाडि बढाउँछु। भाइ नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो शुभ नाम प्रेम विष्ट, ठेगाना चाहिँ जाजरकोट कुसे गाउँपालिका वार्ड नम्बर 5 खुर्पा। गीत गाउनकै लागि गाउँबाट सहर आउनु भएछ? हजुर, घरदेखि आउँदाखेरि 10,000 लिएर आएको थिएँ। त्यो अब खर्च दाइले भन्नुभएको छ। अब हजुरलाई के सहयोग गर्न सक्छु मैले? अब यस्तो सपना बोकेर आउनु भएको छ, के सहयोग गर्न सक्छु? मैले सक्दो सहयोग गर्छु। अब होटलको पैसा पनि अहिले खाएको पैसा पनि लाग्दैन। के गर्नुपर्छ? को आफ्नै दाइ? नै, आफ्नै दाइ हुनुहुन्न। पहिला हल्का चिनजान थियो, इन्डिया आउने जाने क्रममा त्यतै बस्ने। अहिले पनि त्यतै आएर बसेँ, दाइलाई मेरो समस्या अब सुनाएँ। भनेपछि त उहाँ दाइलाई पनि धेरै धेरै हाम्रो सम्मान छ, भाइलाई चाहिँ साथ सपोर्ट दिएकोमा। अब भाइको चाहिँ सुरुमा एउटा गीत सुनौ अनि कुराकानी जोडौँला। पिपल बिना के हुन्थ्यो बर्खोसे बर्खोसे, उस्तै तिमी हौ मेरो हर खुसी। हे माहु मदन तिमी हौ मुना, मेरो कारण तिमीलाई पर्ने छैन रुना। नखोज है मबाट कहिले टाढा हुन, नखोज है मबाट कहिले टाढा हुन। कतिको दुःख लाग्छ, जस्तो आमा बुवा भइदिएको भए मेरो गायक बन्ने सपना पक्कै पुरा हुने थियो। हरेक आमा बुवाले चाहिँ आफ्नो छोराछोरीको लागि सपना पुरा गरिदिन्छन् जसो तसो भए पनि। सँगसँगै आफूले सङ्घर्ष गर्ने त बाँकी छँदैछ। बुवा आमा भइदिएको भए म गायक पक्कै बन्ने थियो होला, अहिलेसम्म चाहिँ म केही न केही गर्थेँ होला भन्ने त लाग्छ होला नि। हजुर, बुवा आमा भइदिएको भए त मेरो लागि एउटा कान्छो छोराको लागि केही न केही पैसा पनि बचाएर राख्नुहुन्थ्यो होला, भोलि यसलाई भविष्यमा चाहिन्छ भनेर राख्नुहुन्थ्यो होला। बुवा आमा भइदिएको भए सायद यति बिहेर हुन्थेन होला, पहिले नै अगाडि बढिसक्थ्यो होला। दुःख लाग्छ, रुन पनि मन लाग्छ, पिर परेको बेला रुन मन लाग्छ, तर रुन त्यति अब सुन्दाखेरि दुनियाँको कुराहरू सुन्दाखेरि चाहिँ मर्द भइसकेपछि आँसु चाहिँ खसाल्नुहुन्न, मन चाहिँ बलियो बनाउनु पर्छ भन्ने कुराहरू सुन्छु। त्यही भएर पनि अब आँसु झार्न मन छ, तर कठोर भएर बसिदिन्छु। के कुराले मन दुख्दो रहेछ नि? मन अब साथ दिने आमा बाबा पनि भएन, कोही इष्टमित्र भएको इष्टमित्रले पनि यतिखेर साथ दिन सकेको छैन। र तिहार आउँछ, चाडपर्व आउँछ, चाडपर्वमा न त बहिनी नै छ, न त दिदी नै छ, न आमा बुवा नै हुनुहुन्छ।
अब यो सङ्गीत क्षेत्रमा एक्लो हुनुहुन्छ तपाईँ, त्यो पनि गाउँको केटो, सहर आउनुभयो। सहरमा चाहिँ के देख्नुभयो? गाउँबाट आएको मान्छेलाई चाहिँ साथ सपोर्ट अवसर दिने त पक्कै शून्य थियो होला। अब गाउँबाट आएको मान्छेलाई साथ सपोर्ट त दिनुहुन्छ हुँदैन मलाई थाहा भएन सर। तर पनि अवश्य म जस्तो दुखीलाई चाहिँ अवश्य अवसर मिल्छ होला, अवश्य मलाई माया गरिदिनुहुन्छ होला, दर्शकले साथ दिनुहुन्छ होला भन्ने लागेको छ। भरोसाको साथ गाउँदेखि एउटा झोला मात्रै बोकेर फर्किए। अब हजुरले गीत लोकगीत गाउनुभयो कि आधुनिक सुनौ हजुरको? चङ्गा सरी चुडियो जीवन, भेटिएन धागो कहाँ छ। हो चङ्गा सरी चुडियो जीवन, भेटिएन धागो कहाँ छ। भित्र भित्रै जल्छ मुटु, भित्र भित्रै जल्छ मुटु, देखिएन आगो कहाँ छ। भित्र भित्रै जल्छ मुटु, देखिएन आगो कहाँ छ। चङ्गा सरी चुडियो जीवन, भेटिएन धागो कहाँ छ। अब फेरि हजुरको एउटा लोकगीत सुन्छौँ, त्यसपछि हामी छुट्टिन्छौँ है त। तिम्रै मुख नदेखेसी क्यारे परन्जाला, भन्छौ तिमी फाटेको मन सम्झनाले टाल। अन्तिम पल्ट तिम्रो मुख हेर्न पाए हुन्थ्यो। जति कोसिस गर्दा नि तिमीलाई भुल्न सकिन। हिजो तिमी बसेको मेरो मुटु फेर्न पाए हुन्थ्यो। जति कोसिस गर्दा नि तिमीलाई भुल्न सकिन। हिजो तिमी बसेको मेरो मुटु फेर्न पाए हुन्थ्यो। दर्शकवृन्द, अहिले मैले चाहिँ भाइको कला राखिसकेको छु। गाउँबाट आएको भाइ सहरमा चाहिँ भौतारिरहनु भएको छ। गायक भन्ने ठुलो सपना देख्नु भएको थियो, तर त्यो सपना चाहिँ अधुरो जस्तै भएको छ। भाइलाई, गाउँले भाइलाई धेरैले माया गरिदिनु हुनेछ र भाइको गीत सुनेर कोही कसैले चाहिँ अवसर दिनुहुनेछ भन्ने चाहिँ हामी आशावादी पनि छौँ।